ट्रान्सफर गर्दा दुईवटा कुरा हुन्छ। फर्स्ट कुरा हजुरहरू ट्रान्सफर गर्दा एज अ फ्रेसम्यान पनि ट्रान्सफर गर्न पाउनुहुन्छ। इभन दो हजुरहरू युएसमा आएर फर्स्ट सेमेस्टर पढिसक्नुभयो, सेकेन्ड सेमेस्टर पढिसक्नुभयो, तर पनि स्टिल तपाईँले एज अ फ्रेसम्यान ट्रान्सफर गर्न पाउनुहुन्छ। हो, पाउनुहुन्छ। किन गर्ने त फ्रेसम्यान ट्रान्सफर? मेरो क्रेडिट लस हुँदैन भन्नेहरूलाई क्वेसन होला हजुरहरूको माइन्डमा। नो, क्रेडिट लस हुँदैन। हजुरले पढेको कुरा कहिले नि खेर जाँदैन। यो त हामीलाई पहिलेदेखि भनेको हो नि त होइन। सो यो कहिले नि खेर जाँदैन पढेको कुरा, किनकि हजुरले यो फ्रेसम्यान ट्रान्सफर गर्नुभयो भने धेरै कुरा फाइदा छ। जुन कुरा मलाई थाहा थिएन पहिला, यदि मैले थाहा पाएको भए म फ्रेसम्यान ट्रान्सफर गर्थेँ होला होइन। फ्रेसम्यान ट्रान्सफर गर्दा के फाइदा हुन्छ एउटा भनेको, कम्युनिटी कलेजमा फ्रेसम्यान ट्रान्सफर गर्नुहुन्छ भने त खासै मतलब हुँदैन त्यो कुरा होइन। तर युनिभर्सिटी टु युनिभर्सिटी, अरू कुनै युनिभर्सिटीमा जानुहुन्छ आफन्त भएर अथवा जे कुनै पनि रिजनले युनिभर्सिटी टु युनिभर्सिटी जानुहुन्छ भने एज अ फ्रेसम्यान जानु धेरै फाइदाजनक छ। किन? तपाईँले फ्रेसम्यानले पाउने स्कलरसिप क्लेम गर्न पाउनुहुन्छ, इलिजिबल हुनुहुन्छ भने क्लेम गर्न पाउनुहुन्छ, किनकि फ्रेसम्यानलाई दिने स्कलरसिप बढी हुन्छ। अर्को कुरा के हुन्छ हजुरलाई, ट्रान्सफर स्टुडेन्ट भएर जाने जति पनि फाइदा छ, के फाइदा छ ट्रान्सफर स्टुडेन्ट भएर? केही न केही, हजुर क्रेडिट ट्रान्सफर हुन्छ भन्ने मात्रै कुरा हो, हजुरसँग टाइम एक्स्ट्रा हुन्छ, द्याट्स इट। बट तपाईँ एज अ फ्रेसम्यान जानुभयो भने पनि स्टिल हजुरले प्रिभियस युनिभर्सिटीमा पढेको क्लासेसहरू कोर्सहरू ट्रान्सफर हुन्छ।